सम्पूर्ण साथीहरूलाई आज पनि नमस्कार। आजको मेरो यो हार्मोनियम लेसन सम्बन्धी दोस्रो दोस्रो चाहिँ यो क्लास हो अथवा दोस्रो सेसन हो। योभन्दा अघिल्लो सेसनमा मैले हार्मोनियमबाट स्याङ्जाली कीर्तन राधे श्याम राधे श्याम 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 राधे राधे लाई कुन कुन सरगम मिलेर यो गीत बजाउन सकिन्छ, यो भजन बजाउन अथवा कीर्तन बजाउन सकिन्छ भनेर यहाँहरूलाई सरगमसहित मैले देखाएको थिएँ। आज दोस्रो सेसनमा मैले त्यसैलाई थप विस्तार गर्दैछु। कस्तो हुन्छ भने अब यो हामीले कुनै पनि हार्मोनियम अथवा पियानो सिक्नुभन्दा अगाडि, कुनै सङ्गीत सिक्नुभन्दा अगाडि, सङ्गीतका बाजाहरू बाजाहरू सिक्नुभन्दा अगाडि हामीले बाजाको नियम छ एउटा, यो भनेको सा रे ग म प ध नि सा है। अब यी सातवटा सेता र माथिका 5वटा काला, 7 5 12वटा यी चाहिँ यिनका नामहरू छन् होइन। यसलाई चिन्नको लागि कुन अब यो बजाउनु पऱ्यो भने कुनबाट बजाउने, यसको नाम के भन्दाखेरि सिडिई एफ भनेर एफ पनि भयो होइन, एफ भयो, अथवा सा रे ग म पनि भयो। यसरी चाहिँ नामहरू राखेका छन्। यो कुरा छोडेर मैले यो भजनलाई कसरी पूर्ण गर्ने भनेर म आज त्यसको सरगमसहित यहाँहरूलाई सिकाउन गइरहेको छु। कृपया ध्यान दिएर हेर्नु होला र यहाँहरूलाई केही मनमा कुरा लाग्यो भने, केही बुझ्नु भएन अथवा केही तपाईँको मनमा केही कुरा खेल्यो भने तल कमेन्ट गर्नु होला, म पक्कै पनि त्यसको रिप्लाई गर्नेछु। सबभन्दा पहिला मैले यहाँ बजाउन खोजेको भजन कस्तो बज्छ, यहाँहरूले यो सरगम जान्नुभयो भने यो कस्तो सुनिन्छ त सुनिँदाखेरि भनेर यो म यसरी बजाएर यहाँलाई देखाउन चाहन्छु। मैले सिडिई मैले ईबाट यो बजाउन खोजेको छु। ईबाट सा रे ग, मैले गबाट गलाई मैले सा भनेको छु। चाहिँ समरमा यी 3टा धुनहरू यहाँ मिसकट भएका छन् र यी 3टा धुनहरू जानियो भने यस्तो बज्छ भनेर देखाएँ। अब मैले यहाँलाई यो कसरी बजाएँ भन्दाखेरि मैले सिडिई मैले ई स्केलबाट बजाएको थिएँ र यता सर्दै सर्दै होइन म अब यहाँसम्म पुगेँ। मैले सामान्यतया यहाँहरूलाई मैले साबाटै यो साबाटै सा रे सुरुमा हामीले जान्दाखेरि यसलाई सा मान्नु, यो 2टा कालोको तलपट्टिको सा हुन्छ यो सेतो, सा रे ग म प ध नि सा 2टा कालोको तलपट्टि नै आउँछ र मैले यही सीबाटै मैले यहाँलाई बजाएर सिकाउँछु है त। जस्तो प यो सी भएर फेरि यता सिडिई एफ जिएबी सी फेरि यहाँ अगाडि पनि छ। नेपालीमा भन्नुपर्दा सा रे ग म प ध नि सा, सा रे ग म प ध नि सा है। मन्द्र सप्तकको प र ध युज हुन्छ यसमा, प ध अनि सा रे ग प ध होइन, प ध अनि फेरि सा, यहाँसम्म उपयोग हुन्छ। मैले यो
अब यहाँ सीबाट साबाट बनाउनु सुरु चाहिँ कसरी बज्यो प प ध सा रे ग रे सा द सा ग रे सा ध प ध सा रे ग रे सा द सा ग रे सा ध यही बजाउनु भयो भने यो बज्यो सुरुमा सोलो तरिकाले गाउँदा यो गाउने है। अब त्यसपछि दोस्रो स्टेपमा अलिकति फड्केर अथवा त्यो धुनलाई अलिकति सरगम चेन्ज भएको छ। मैले यहाँहरूलाई सरगम फेरि देखाउँछु। यहाँ सरगम तपाईँले सरगम हेर्न सक्नुहुन्छ। यो सुरुको चाहिँ मैले अहिले बजाएको प द सा रे ग रे सा द सा ग रे सा ध रिपिट हुँदै जान्छ यो भने होइन। अब राधे श्याम 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 राधे राधे अथवा हरे राम 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 हरे हरे यो धुनले यो भयो। त्यसपछि दोस्रो स्टेपमा मैले तपाईँलाई सिकाउन खोजेको राधे श्याम 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 राधे 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 श्याम 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 राधे 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 श्याम 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 राधे राधे है। यो बजाउनु तरिका रे ग प ग प प द प ग रे ग प ग रे सा रे ग प ग प प द प ग रे ग प ग रे सा यो चाहिँ यो तपाईँलाई यो धुन बजाएर सुनाउँछु मैले है। सा रे है रे ग प ग प प ध प ग रे ये ग प ग रे सा फेरि एकचोटि है रे ग प ग प प ध प ग रे ग प ग रे सा यसलाई बजाउँदा कस्तो सुनिन्छ सुन्नुहोस् है। राधे श्याम 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 राधे 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 कृष्ण कृष्ण राधे 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 श्याम 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 राधे राधे कृष्ण दोस्रो अनि फेरि अगाडिमा गएँ अब तेस्रो स्टेप भनेको मैले के बुझाउन खोजिरहेको छु भने राधे श्याम 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 राधे 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 कृष्ण कृष्ण राधे 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 श्याम 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 राधे 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 कृष्ण कृष्ण राधे राधे। यो भजन घन्किँदै गएपछि एकदम फास्टमा चाहिँ गएको हुन्छ भजन र यसमा चाहिँ अब सुरुमा सोलो हुँदै जान्छ भने पछि फास्टमा गएको हुन्छ भजन है। भजन जाँदाखेरि अब त्यसलाई चाहिँ अलिक फास्टमा गाउनुपर्ने हुन्छ। म यसलाई पनि म बजाएर सुनाउँछु सुन्नुहोस् है कस्तो सुन्छ। राधे श्याम भनेको है रे ग प राधे श्याम रे ग प राधे श्याम
ध प श्याम श्याम ग ग प ग रे राधे राधे। फेरि एकपटक रे ग प है ध ध प ग प ग रे। सुनिन्छ कस्तो सुनिन्छ है? यो भयो। यो तिनटैलाई मिसकट गर्दाखेरि कस्तो सुनिन्छ सुन्नुहोस्। म लास्टमा अब मैले तिनटै यहाँहरूलाई मैले सरगम भने है। अब यो पनि यहाँ टिप्नु होला। तिनटैको सरगम यहाँ मैले लेखिदिएको छु। यहाँहरू चाहिँ स्क्रिनसट गरेर पनि लिन सक्नुहुन्छ। तिनटैको सरगम यसमा छ। पहिलो सरगम, दोस्रो सरगम र तेस्रो सरगम यहाँ छ। ल अब मिसकट गरेर बजाउँदाखेरि कस्तो सुनिन्छ हेर्नुहोस् है। म छोटोमा सोलोबाट म फास्टमा जान्छु। अब यहाँले सुन्नुहोस्। सुरुमा यो सरगमिनी हुन्। पहिला हामीले सोलोबाट बजाइन्छ, अनि त्यसपछि तिनवटा बजायो, अनि त्यसपछि फास्टमा है। अब यहाँ जे बजाइयो त्यही यताबाट सर्दै सर्दै सोलोमा यहाँबाट मोटो धुनमा यहाँ बजाइन्छ, त्यसपछि अलि तिखोमा यहाँ बजाइन्छ र अलि तिखोमा अलि यता हुँदा यो लास्टमा फास्ट 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 गरेर अन्तिममा चाहिँ बाजाको मादलको सबैको तालसँगै अन्त्य हुन्छ है। यो तिनवटा सरगम बजायो भने हामीले एउटा पूर्ण रूपमा एउटा चाहिँ एउटा लयको एक थरी लयको एउटा चाहिँ कीर्तन पूर्ण हुन्छ है। यो कीर्तन अब हामीले 15 मिनट 20 मिनटसम्म चाहिँ हामीले बजाउन सक्छौँ। तिनवटा भयो भने तिनवटा लय हुन्छन् यसमा। यो चाहिँ एउटा लयको कीर्तन। अब म तपाईँहरूलाई यो एउटा च्याप्टर को भन्यो भने अब त्यसपछि अरू धुनहरू अरू पनि हुन्छन् होइन। अब जस्तै अब म एउटा सिम्पल देखाउँछु। जस्तै यो यसरी बजाएको हुन्छ। अर्को लय हो यो चाहिँ कीर्तनको। यसलाई चाहिँ म आगामी च्याप्टरमा यहाँहरूलाई म सरगमसहित बताउने छु भन्दै आजको यस भिडियोबाट म बिदा हुन चाहन्छु। यदि तपाईँलाई यो भिडियो मनपर्छ भने लाइक गर्न, कमेन्ट गर्न र सेयर गर्न नबिर्सनुहोला। र पक्कै पनि यहाँहरूले मन पर्यो भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहुनेछ। र म यस्तो भिडियोहरू यो अहिले सुरुवात हुँदैछ, त्यसपछि यहाँहरूले चाहिँ सरगम जान्नुभएको छैन भने म सारेगम कसरी चिन्ने हार्मोनियममा भन्ने पनि म लिएर आउँला भन्दै यहाँहरू समक्षबाट आजको लेसनबाट म बिदा हुन चाहन्छु। हस् त, नमस्कार, फेरि भेटौँला, धन्यवाद।